wars to wellness. Belgian Spa City is a living story of healing. हामीलाई यो कुरा रोचक लाग्न सक्छ कि आज हामी विश्वभरि प्रयोग गर्ने स्पा शब्दको उत्पत्ति बेल्जियमको स्पा शहरको नामबाट भएको हो। आज यो युनेस्को वर्ल्ड हेरिटेजको ग्रेट स्पा टाउन अफ युरोपमा सूचीकृत छ, जसमा 11वटा प्रसिद्ध स्पा शहरहरू समावेश छन्। यो 2021 मा सूचीकृत भएको हो र यो शहरहरूले मिनरल, स्प्रिङ, हिलिङ कल्चर, आर्किटेक्चर र वेलनेसको इतिहासलाई प्रतिनिधित्व गर्दछ। वर्ल्ड वारमा रोमन र जर्मन सैनिकको हेडक्वार्टर थियो यो स्पा सिटीहरू, किनकि युद्ध पछिको विश्राम र त्यो समयमा एलोपेथिक मेडिसिन पाउन मुस्किल थियो र प्राकृतिक उपचारलाई धेरै प्राथमिकता मानिन्थ्यो। लामो युद्ध र कठिन यात्रापछि थाकेका रोमन र जर्मन सैनिकहरू आफ्नो शरीरको दुखाइ कम गर्न र चोटपटक र घाउ निको पार्न यहाँका पानीका मुहानहरूको प्रयोग गर्थे। उनीहरूले नै बेल्जियमको स्पा सिटीको पानीको मुहानहरूमा निको पार्ने शक्ति छ भन्ने कुरा पत्ता लगाएका थिए। अनि वर्ल्ड वार पछि यो फेरि शान्ति र थर्मल स्प्रिङ हिलिङ थेरापीको लागि फर्कियो। तर विडम्बना, अहिले स्पाको साइन्टिफिक बेनिफिट थाहा नपाउँदा यो मुभी, जोक्स, कमेडी सो, सोशल मिडिया, गलत बिजनेस र पप कल्चरमा मजाकको विषय बनेको छ, जसले यस्तो स्टिगमा फैलाएको छ र हाम्रो लोकल प्र्याक्टिस हिलिङलाई नै यसले नेगेटिभ इम्प्याक्ट पुर्याउँदैछ र जेन्युइन थेरापिस्टहरूको सम्मानमा ठेस पुगेको छ। स्पा सेक्सुअल सर्भिसको कमेडी होइन, एनाटोमी प्लस बायोलोजीको सुन्दर प्राकृतिक वैज्ञानिक कला हो। सो हजुरको वेलबिङको जर्नीमा मेरो कन्टेन्टले हजुरको होलिस्टिक हेल्थलाई डेकोरेट गरेको छ भन्दै विश यु वेलनेस एन्ड ब्यालेन्स। तारा, लभ यु।